सलेस फुलबारीको वरिपरि जुन यो नहर जस्तो पानीले घेरिएको छ, यो चाहिँ कुनै आर्टिफिसियल पानी होइन, यो चाहिँ नेचुरल पानी हो होइन। यसको हामी मुहान हेर्न जाँदैछौँ। सलेस फुलबारी लानभन्दा अलिकति अगाडि सिरामा अवस्थित यो ठाउँको अब मुहानको हामी दर्शन गर्न जाँदैछौँ। यहाँ छ, म देखाइदिइहालेँ कति राम्रो, अति सुन्दर ठाउँ। यहाँ जति पनि पानी छ यो भनेको आर्टिफिसियल पानी होइन, यो चाहिँ जमिन मुनिबाट आफै आइरहेको पानी हो। एउटा मुहान चाहिँ हामीले हेर्न सक्छौँ चाहिँ होइन। यो सबै पानी चाहिँ यहाँ जमिन मुनिबाट भब भन्छ त्यतिर, त्यस्तो खालको छ, त्यहाँबाट निक्लिन्छ है। कमलको फुल पनि हेर्न सक्छौँ। अति सुन्दर ठाउँ।